नमस्कार। आज हामी कक्षा 6 को पाठ 13 लाग्दछ मलाई रमाइलो कविता वाचन गर्न गइरहेका छौँ। यस कविताका लेखक हुनुहुन्छ राष्ट्रकवि माधवप्रसाद घिमिरे। लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो, हिमाल चोली मनतिर पानी भर्ने पँधेरो, हिमाल चोली मनतिर पानी भर्ने पँधेरो। लेकै हेरौँ लाली गुराँस बेसी हेरौँ प्याउली, पिरती बाँच्ने परेवा बिरह बोल्ने न्याउली, पिरती बाँच्ने परेवा बिरह बोल्ने न्याउली। हिमाल छुन्छ बेलुकी सप्तर्षिका ताँतीले, जुनेली रात बिताउँछन् गाउँदा गाउँदै साथीले, जुनेली रात बिताउँछन् गाउँदा गाउँदै साथीले। सम्झन्छु म हिमचुली आँसुको ढिका खसाली, सम्झन्छु म हिमचुली आँसुको ढिका खसाली। यो बिरानो मुलुकमा बस्दैन माया बसाली, यो बिरानो मुलुकमा बस्दैन माया बसाली। नौ डाँडाको पारमा प्रीतिको देश छ मेरो, नौ डाँडाको पारमा प्रीतिको देश छ मेरो। मनमा घाम नलागे संसारै सारा अँधेरो, मनमा घाम नलागे संसारै सारा अँधेरो। मेरो कालीले कैलाई ताकेर जाने बादल, मेरो कालीले कैलाई ताकेर जाने बादल। नछोए पनि हातले हृदयमा कति कोमल, नछोए पनि हातले हृदयमा कति कोमल। दौडाइ लान्छ मलाई यही बादलो छायाले, पार्दछ जहाँ इन्द्रेणी परेला भिज्ने मायाले। धन्यवाद।